गुड मर्निङ गाइज, कस्तो हुन्छ? आज साँच्चीकै गुड मर्निङ। आज चाहिँ कति बज्यो भन्दाखेरि आज चाहिँ 8 यतिखेर 8:30 जति भयो होला। अब चाहिँ हामी आजदेखि चाहिँ कलेज सुरु। अबदेखि हामी ठुलो मान्छे बन्नलाई पढ्न जानु लाग्यो। अब हामी ठुलो मान्छे बन्छौँ, पढ्छु, लेख्छु, ठुलो डक्टर इन्जिनियर त बन्न सकिनँ, त्यही पनि ठुलो मान्छे बन्छु भनेर कोरिया आएको पढ्नलाई। साथी चाहिँ पछाडि चाहिँ साथी त ढोका लाऊ है धप्पडहरू। अनि साथी बिहान बिहान त कति बच्चाहरू हिँड्दो रहेछ नि यार। हामीले त पहिलोचोटि हामीले चाहिँ बच्चाहरू पहिलोचोटि देखायो क्या। हामी जहिले उठाएन, हाम्रो 1 बजे 2 बजे हुन्थ्यो उठ्याउ। ल यार कोरियामा त बच्चाहरू नि हिँड्दो रहेछ यार। मैले त हामीले जहिले यत्रो कुटाइममा हिँडेर के बच्चा देख्छ त। अनि अहिले तातो न्यानो भएर हिँड्नुपर्छ नि त। अहिले चाहिँ बिहान बिहान चाहिँ बच्चाहरू 100जना हिँड्दो रहेछन्। अब फेरि यहाँ चाहिँ म यहाँ बस स्टपमा छु। म र साथी बस 50 नम्बरको बस आउने, हाम्रो गाडीमा चाहिँ 55 नम्बरको बस आउने हो क्या। 55 70को त्यो जान्छ कि जाँदैन, त्यो जान त पर्ने हो। साथी र म चाहिँ यहाँ बस्नुमा छौँ र बसबाट छु। साथीको मुस्कान पहिला क्या। अब 8:41 लगभग हामी 9 बजे चाहिँ पुग्छौँ युनिभर्सिटी। बस त्यो 15 मिनट लाग्ने। ल अहिले युनिभर्सिटी पुगेर भेटेर बसमा भेटेर बोल्नु हुँदैन। त्यो छ यो कोरिया एक्जाम चाहिँ परिरहेको छ नेपाली। तर नेपाल जस्तो लामो जाम चाहिँ पर्दैन यो। तर नेपाल जस्तो लामो जाम चाहिँ पर्दो रहेछ बिएमडब्ल्यू। यतै छ ल यो कोरिया। बाहिर हिउँ परिरहेछ क्या, हिउँ परिरहेछ बाहिर, हिउँ परिरहेछ। आज हामी युनिभर्सिटीले हामीलाई स्नोले स्वागत गऱ्यो कि हिउँ परिरहेछ। अलिअलि देख्नु सक्नुहुन्छ। अहिले अहिले धेरै पछि म तपाईँलाई देखाइदिउँ सक्नुहुन्छ। तपाईँहरूले नि क्लियरली नोटिस गर्नु सक्नुहुन्छ हिउँ परिरहेको छ क्या माथिबाट। आज हामीलाई हिउँ स्नोले स्वागत गऱ्यो नि त। यहाँदेखि हिउँ परिरहेको थिएन। आज मौसम चिसो माइनस कति र म हिँडिरहेको छु। हिउँ परिरहेछ तर तपाईँहरूले नोटिस गर्नु भएको छैन होला मेबी। सो त्यही हो, जहाँ चिसो छ लिनलाई चिसो हुन्छ। साथी र म सुकुल गुन्डा जस्तो भनिन्छ क्या। हामी सुकुल गुन्डा, हामी चाहिँ कोरियाको गुन्डा जस्तो भनिन्छ होइन। यहाँ त सिनानसनको गाडी सिनानसन ओए हाम्रो स्कुल बस सिनानसन युनिभर्सिटी उयोदेखि युनिभर्सिटी आनी भने यत्रो काकाले र हामीले उद्यान बसबाट हिँड्दा भने उद्यानहरूबाट क्या तोरी उद्यानहरूबाट। अनि त्यो बसै अनि यता गयो अनि कहाँ कुन चाहिँ तेरा बस तलतिर कहाँ ए हो। ल यस्तो छ युनिभर्सिटीको पारा। ल सिनानसन थिए हाक्यो भनेर चाहिँ कोरियनमा युनिभर्सिटी हाक्यो भनेको स्कुल हो त। यो युनिभर्सिटी चाहिँ यो नै हो है त गाई त। यस्तो भयो यसमा आयो नि हुन्न छ पार्किङ छ, प्यारालल पार्किङ। साढे तिमीलाई म एक काका टी बाइकहरू किन्नुपर्छ। यो कुरा ट्याप हानेपछि यसले नि यो नि खोलिदिन्छ सक्छ। यिनीहरू पनि यहीँको रहेछ नि साथी। ल यही हो युनिभर्सिटी चाहिँ। हिउँ पऱ्यो पुरै हिउँ परिरहेको छ। वा 5th फ्लोर क्लास नम्बरको रुम नम्बर कति रे? हामीलाई चाहिँ रुम 501 504 समथिङ त्यो क्लास कोटो त हेर नि गाई। हिउँ पऱ्यो हेर्नु न गाई चाहिँ हिउँ पऱ्यो। हाम्रो युनिभर्सिटी यत्रो ठुलो छ, यत्रो ठुलो मात्र भएर हुँदैन नि। बरु 1 घन्टा मात्र पढाइ गर्नु, सधैँ दिन छुट्टी गर्नु नि साथी। अब मजा आउँथ्यो। क्लास सक्यो होइन। बुढा के भन्छ के भन्छ के एउटा क्लास 3 घन्टाको। हिउँलाई चाहिँ नुन भन्छ, पर्नलाई कोरा भन्छ। एनी हो नो मानी नुनी हो आशा ओ पाल्ली हिउँ हेर्नुहोस् गाइज हिउँ। ओ यार यो त खतरा बनाएर हाल्नुपर्छ यार। ओ पुरा हेर्नुहोस् रुखै लडेछ हिउँले। हेर्नु न गाइज आज आन्सनमा यार कालिम्पोङ जानु पर्थ्यो हिउँ हेर्नलाई। यहाँ त कोरिया आइपुग्नु त। तर हाम्रो घरतिर नि हिउँ त पऱ्यो भन्दा थियो। हाम्रो घरभन्दा माथि ओ तिमलाई पर्खी बस्दैछु नि।
हाम्रो प्रोफेसर चाहिँ उहाँ नै हो। यस्तो बुक हाम्रो त बुकै हुँदैन नि त। अहिले चाहिँ हिउँ परिसकेको छ होइन, पुरै हिउँ परिरहेको छ, पुरै साथीहरू पुरै हिउँ चाहिँ खासै मिठो त पानी पानी हो। ल सबजना हेर्न सक्नुहुन्छ, हामी चाहिँ भेडा बाख्राको हुँदा त्यो सर गइरहेछौँ होइन, यसरी बोल्छ नि एउटाले। तर हिउँ परिरहेछ लास्टै वाउ, तपाईँहरू देख्न सक्नुहुन्छ होइन। साथी केही भन्नु छ? केही भन्नु छैन मलाई। किसानलाई केही भन्नु भएन, मलाई चाहिँ धेरै कुरा भन्नु छ। मर्सिडिजहरू हाम्रो मास्टरहरूले मर्सिडिज चढ्दो रहेछ है, धनी धनी मास्टरहरू। हिउँ पर्यो, केटाहरू त हामी मात्रै हो, छोडा पनि चुला होइन। हाम्रो साथीहरू कहाँ कहाँ जान्छन्, कहाँ साथीहरू सुट्टा हान्न जाँदो रहेछन् नि अनि माथि बिल्डिङमै आफै कता यतातिर सुट्टा हान्ने ठाउँ रहेछ क्या एउटा, हुबियानसिल भन्छ। साथीलाई चाहिँ म हिउँले हाल्न लाग्छु। यसरी हाम्रो कहाँ गयो साथीहरू? त्यस्तो काम खुक्चे होलले, खुक्चे होल, यो हलको नाम चाहिँ खुक्चे होल छ। सो अहिले हामी सबजना पसिसकेका छौँ इन्टरनेसनल हल। गेस किन नगर्नु भने ओ डान्स देखाउँछ नसाथ यहाँ अगाडि आएर, ल खतरा छ, ठुलो छ यो फिल गराउँथ्यो होइन। अब चाहिँ हाम्रो घर जमाना त सबै लिनुभयो, साइन हाने यहाँ दुई ठाउँ साइन हाने सबैले साइन हाने। ल साथी हो, हिउँ पर्न रोक्यो अनि हामीलाई आज शिक्षा गन। अब हामीलाई खाना दिने भयो, के दिन्छ थाहा छैन, टोकन लिएर हिँड्नु भने होइन। हिउँ चाहिँ सक्यो, हिउँ पऱ्यो अनि हिउँ चाहिँ सकिसकेको छ। अब यसै गरी हामी साथीहरू खाना गइरहेको छ। ओए दो सिबिआर कहाँ हो साथी, हेर न बाइक उद्याउँ भने ए बाइक 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 साथी बाइक बाइक अबको धेरै होइन बाइक गाइस 2 वर्षमा चाहिँ बाइक किन्छु निन्द्रा जेडएक्स एग्रा पोपिक एक जस्तो यस्तो 400-500 सीसीको बाइक चाहिँ किनिँदैन। तर एक जस्तो अर्को हालेको छ होइन, यस्तो 400 सीसी 500 सीसी बाइक चढ्छ चढेपछि भने। अहिले चाहिँ हाम्रो चाहिँ यो बङ्गोलको मासु माथि राखेर सर्भर लाएर दिइसकेको छ। हेरौँ चाउमिन अहिले चाहिँ हामीले यस्तो खाँदैछौँ गाइस है। यो चाहिँ डेजर्ट दियो हामीलाई, यो दियो है, यो दही सही मिसाएर दियो, अब मकै दियो, यताउता अक्रम बक्रम सबै दियो। यता छन् गाइजहरू खाना लगाएको छन्, सबजना हाम्रो साथीभाइहरू। ल यस्तै छ, चाहिँ हामी आइसकेका छौँ। साथी र म टक्क लगाएर साथीले चाहिँ केही नखाएर मर्छ यो चाहिँ। अब केही भन्नु छैन मेरो, बाहिर हिउँ परिरहेछ, स्टिल टन्न खाइयो बाथरुम जाने। ल यस्तो चलिरहेको छ गाइजहरू जिन्दगी कोरियाको युनिभर्सिटीबाट। भेज मान्छे कोरियामा आउँछ के हुन्छ थाहा छ, यस्तो हुन्छ कि देख्यो उसले चाहिँ खासमा भेज खान्थ्यो होइन, छँदै छैन क्या। अब यो खुक्सु भन्छ कोरियनमा सुपलाई चाहिँ खुक्सु भन्छ। अब ऊ घर जानिर ल गाइज, ल आन्टी घर आउँदैछ इसान है, राम्रोसँग खुवाउनु त्यहाँ। अब यस्तै हो, सेक्रिफाइस गर्नुपर्छ क्या साथी, यहाँ सेक्रिफाइस आलु आफै बोकेर आऊ क्या साथी, मलाई आलु फ्राई गर्दै भनेर खाऊ। यो घिनमा नि होइन, यसै साथ अब हाम्रो गाइजहरू तिमी यहाँ लास्टै केटाहरू चाहिँ हो है, यस्तो कुरा नि त। टोपी मिलाउँदैछु, अब यस्तै क्लासमा पढाइ भइरहेछ यहाँ त। के गरेर कोही हल्ला गरिरहन्, कोही के गरेर यस्तै हुँदो रहेछ युनिभर्सिटी। यहाँ अब चाहिँ हाम्रो कम्प्युटर क्लास सुरु भइरहेको छ। यस्तो छ ल, यस्तो खतरा यस्तो हुँदो रहेछ जस नेपालमा भन्दा राम्रो हो। यस्तो भयो साथी, त्यो सायद तिमीलाई कस्तो भइरहेको? कस्तो नि भयो तिमीले पनि जहिले एन्सर नै हुन्छ यो त्यो नि नेपालमा यस्तै हुन्छ नि साथी कम्प्युटरमा होइन। तिमीलाई कोरिया चाहिँ आएर पहिलो दिन क्लास हो साथी, तिमीलाई पहिलो दिन क्लास कस्तो भइरहेछ? एकदम रमाइलो साथी तिमीलाई कस्तो भइरहेछ? मलाई नि सोध न, म तिमीलाई सोधिदिनु भयो। यस्तै छ ल, हाम्रो साथीहरू चाहिँ रमाइलो भइरहेको छ गाइज। मेरो युट्युब च्यानल सब्सक्राइब भएन है यो कम्प्युटरबाट।
के अरे ओइ के अरे ओइ सरलाई लाइन हान्ने पापी सरलाई लाइन हान्छस् लाइन हान्छौ तिमी गाई छ अहिले चाहिँ हामी लास्टमा छौँ है हामी यसरी यो 3 लाख रुपियाँ चाहिँ यसरी घर गरे यो हामीले अरू घर गरेर 3 लाख रुपियाँ घर गरे खोइ हाम्रो क्लास सकिसकेको छ हामी चाहिँ पुरा कम्प्युटर ल्याबबाट निस्क्यौँ हो ब्लगर ल यस्तै छ वाइफाई फ्रीमा दिएको छ वाइफाईमा कोही के डाउनलोड गर्नुपर्छ गरेछन् है गाइजहरूसँग टक्क लाएर हिँड्दै आएको छु हाम्रो यो आन्सरको पार्किङबाट हाम्रो गाइज बहिनी यो मान्छे चाहिँ बहिनी हो क्या मेरो आमाको मामाहरूको समथिङ के परिरहेछ साथी हजुर के छ हेर न आइफोन नि किन्छु नि त आइफोन पनि किन्छु म साथीहरू मलाई कोरियामा आएर मैले बहिनी बनाइसकेँ म कसरी बहिनी भन्दाखेरि चाहिँ मेरो आमाको तिमीहरू कसरी बहिनी तिमीहरू कसरी बहिनी तिम्रो मम्मी मेरो हैन तिम्रो हजुरआमा मेरो हजुरआमा मेरो मम्मी तिम्रो मम्मी हैन आन्टी हैन तिमी आन्टी पऱ्यो नि त मेरो तिम्रो मम्मी उसको आन्टी बहिनी फाइनली मैले बहिनी भेटिसकेँ तिहारमा टिका लाएर सामान धेरै लिने पैसा नदिने यस्तै हो आज हिउँ परेको थियो ऊ चाहिँ दिदी हो तर ऊ चाहिँ उसँग चाहिँ टिको लाउने भाग्ने पैसा सामान लिने पैसा नदिने सबजना मैले आफन्त बनाइसकेँ कोरिया खाइसकेँ मैले होइन ल यस्तै छ गाइस हामी उयो तिमीहरू यता स्टेसन जान्छ हामी त्यो बिल्डिङ कटेर उतारि सो अहिले चाहिँ हामी यो कस्तो भन्दाखेरि चाहिँ यो यताउता हामीले चाहिँ यो प्याज रोपिरहेको छौँ कोरियामा चाहिँ यतातिर काम पाइ नै हान्न हुन्थ्यो अरे खन्नी सन्नी दिनको 10,000 दियो भने हानिदिन्थेँ म यहाँ त इमिग्रेसनले के समात्छ के समात्दैन ल अहिले घाम लागिसक्यो मौसम क्लियर भएर आंशिक मौसम बदलिरहेर घाम लागिसकेको छ ल बहिनीहरूसँग हिँड्दै दिदी बहिनीहरूसँग म चाहिँ अब हामी मेट्रोबाट बाहिर निस्किसक्यौँ अब हामी चाहिँ बिस्तारै हिँड्दै जानु लाग्यो जान खासै अब हामीलाई त्यो हिँडेर जान चाहिँ मन लागेन अनि आज युनिभर्सिटी ठिकै भयो अब भोलिदेखि त प्रेजेन्टेसन छ यताउता क्लास पनि गर्न मन छ भोलिदेखि कहाँ हो प्रेजेन्टेसन भोलि हाम्रो के छ साथी भोलि होइन हाम्रो भोलि हाम्रो क्लास छ क्लासै जानुपर्छ भोलिदेखि क्लास छ तर अब हामी यताउता पनि जानुपर्ने हुन्छ अब चाहिँ काम सुरु गर्नुपर्छ ल हावा चलिरहेको छ सर मेरो कपाल उडाएको छ मेरो कपाल उडाएको छ मेरो साथीलाई टक्क जाडो भएको छ यसै साथ म र मेरो साथी हिँड्दैछौँ कोरियाको बिच बाटोमा झन् पानी परेपछि नि कोरिया चाहिँ खतरा हो क्या हाम्रो नेपाल भए हिलो धान रोप्न मिल्ने हिलो छप यस्तो हुन्थ्यो है साथी सफा तर पानी परेको होइन त हिउँ पो परेको यहाँ त हिउँ पऱ्यो पानी पऱ्यो नि अनि हिउँ भएपछि पानी पनि परेको छ हेर न कस्तो पर्यो सफा बाटो हामी कोरियाको सफा बाटोबाट लाइभ छौँ दर्शकबिनहरू भनेर भाग्य नेउपानेले भन्थ्यो तर म भाग्य नेउपाने नि होइन मेरो साथी इसान नेउपाने पनि होइन मेरो साथी इसान भट्टराई हो म निरोज भण्डारी हो यसै साथ हामी उता जाने होइन लेफ्ट जाने हो अनि लेफ्ट हो क्या लेफ्ट हो फुल गरेर मैले माथि बिल्डिङ हेरेर मुनि हिँडेपछि चाहिँ होइन पुरै ढल्के जस्तो लाग्दो रहेछ क्या बिल्डिङै ओए खतरा ढल्के जस्तो लाग्दो रहेछ क्या हामीलाई चाहिँ सबजना बाहिरबाट हामीलाई हेर्दैछन् तर मलाई बाल लाग्दैन किन बाल मान्नु M109 कुनै दिन यो साथी पिलिन ऊ कोरियाको आकाशमा पिलिन ऊ त्यो बादलले छेक्यो रुखै ऊ माथि ऊ त्यो हुन्डरी चले बादलले छेक्यो त्यो बादलले छेक्यो पिलिन हामी नेपाल जाने पिलिन कस्तो सफा छ आज वेदर यो ठुल्ठुलो बिल्डिङहरूको बिचबाट इसान भट्टराई र म निरोज भण्डारी हिँड्दै आजभोलि गाडीहरू नर्मल थियो अनि यस्तो छ है ठुलो छ क्या बिल्डिङहरू चाहिँ अग्लो यहाँ पनि एक न एक दिन त एउटा अपार्टमेन्ट त किनेर यतातिर बस्छु हो मलाई नि किन्ने होला एउटा ल गगन छु एउटा न एउटा किन्ने होला नि सधैँभरि हामी यस्तै त नहोला नि के थाहा हुनुहोस् त्यो फ्युचर है हुनुहोस् त्यो फ्युचर उच्च सोच सायद त्यो उता पखेटा बस्छ न त्यहाँ बस्छ न उतापट्टिबाट बस्ने हो क्या उतापट्टि बस्छ न भने यहाँबाट खिच्छु क्या ती चाहिँ अहिले पखेटामा बसिसकेको छ यसो साथ यो चाहिँ साथी यो चाहिँ फुल फुल्छ नि उड्छ नि यो
होइन क्या त्यो उड्थ्यो नि साथी तिमीलाई थाहा छ त्यो घाँस हल्लाएपछि त सर उड्दैन जस्तै छ क्या यो चाहिँ हो सेतो छ त्यो के भन्न चाहन्छु भन्दाखेरि होइन के भन्न चाहन्छ तपाईँहरू यस्तो बाहिर डेकोरेसन भनेर चाहिँ नखानु होइन बाहिरको डेकोरेसन राम्रो छ यताउता छैन यस्तो नखानु होइन यहाँभित्र चाहिँ लिटरली बिफको मासु रहेछ क्या साथीले मिठो मानेर खाइदियो एक गाँस खाएको त अनि यस्तो भयो हाम्रो साथी केहीको मासु नखाने मान्छेले सुरुवात चाहिँ यस्तो डेन्जर चिजबाट गर्नुपर्ने त भनेर सिकायो होइन पूजा छ्याच्छा थुतु गरेर यो चिज तपाईँहरू कहिले पनि कोरिया आउँदै हुनुहुन्छ भने आउनु भएको छ यता आउनु भएको छ नि डाइरेक्ट यहाँनिर हेर्नु नि डेकोरेसन त यस्तो राम्रो गरेको थियो है डेकोरेसन मात्रै राम्रो भयो क्या पैसा पनि राम्रो थियो त पैसा नि यसको 700 रुपियाँ नेपाली 700 रुपियाँ तिरेर खायो 700 रुपियाँ त 2 किलो बङ्गलको मासु आउँथ्यो एउटा कुखुरा आउँथ्यो कोरियामै फेरि कोरियाको कुरा गरेर मैले 700 रुपियाँको यस्तो हो त्यही हो ल मेरो साथीको भनाइ तपाईँहरू अबदेखि खाँदाखेरि होस पुऱ्याएर खानु है हे माफ गर मलाई माफ गर गौमाता माफ गर मैले पनि एकचोटि चाखेर हेरेँ होइन होला हौ गाईको त चिया त्यस्तो नभनौँ न गाई नै हो साथी यो त होइन होला तर मासु गाई नै हो खाइयो अघि सालले चाहिँ जानी गरे होइन माफ गरिदियो भनेर भगवान्लाई प्रे गरिरहेको छ होइन सर तिमीले नि खायौ त मैले माफ मागेको थिएँ कि हे गौमाता मलाई माफ गरिदिनुहोस् यति मैले तपाईँलाई त्यस्तो भन्नु हुँदैन हाम्रो पुज्ने चिज हो पूजनीय चिज मैले कहिले खान्न भनेको थिएँ तर यो हो रहेछ भने चाहिँ गल्ती से आज ठुलो भुल हो गयो मेरो तर हेर यो मासु चाहिँ मासु छ है कि मैले बङ्गुर पनि थाहा छ नि त बङ्गुर यस्तो हुँदैन मलाई बङ्गुर थाहा छ अनि चिकन त खाइरहेको चिकन पनि थाहा छ अनि यो चाहिँ नौलो टेस्ट आयो क्या मासुको हामीले चाहिँ खास यो बर्गर जस्तो भनेर किनेको कोरिया वाइखाट कन्ट्री वाइखाट भनेको नराम्रो लग्ने हो बल्ल साथै कोरियामा एउटा कुकुर देख्न पाइयो खुसी लाग्यो मलाई बल्ल कोरियामा एउटा कुकुर चाहिँ देखियो कुकुर भनेर कस्तो हुँदो रहेछ अरू कुकुर देख्ने यत्रो मुसा छाउरा यत्रो कुकुर देख्ने क्या बिरालो छाउरा मुसु आफ्नो कुकुर देख्ने क्या यस्तै देखिने जस कोरियामा कुकुर देखेर मजा आउँदो रहेछ त्यो चाहिँ हामीले अनि यो चाउचो बनाएर खान लागेको छौँ चाउचो बनाएर खाइयो क्लास पठाइयो यस्तै राम्रो हो अब तपाईँहरूलाई म भोलिको क्लासमा भेट्छु है त सो स्टे ट्युन डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब है त गाइज